हेलो नमस्ते छ्याजलो गुड मर्निङ। आज चाहिँ बिहान बिहानै एउटा नयाँ भ्लग सहित आएको छौँ। आजको भ्लगमा चाहिँ यस्तो छ यहाँ तयारी। यता के भन त के गरेर लाग्ने आज केराटिन के जात केराटिन गर्दा यत्रो लामो छ कपाल, यत्रो बाक्लो छ। कति बज्यो अहिले? अहिले बिहानको 9 बजेको छ ठ्याक्कै होइन। अब बेलुका कति बजे सिद्धिन्छ र फाइनल रिजल्ट पनि हेर्नुपर्छ है हाम्रो। यस्तो छ कपाल चाहिँ अहिले। फाइनल रिजल्ट अन्तिममा आइहाल्छ यसमै र मिसन ब्युटी पार्लरतिर नि आउँछ अब। विशाल ब्युटी पार्लरमा आउनुहोला सर्भिसको लागि। सबैले चाहिँ होम सर्भिस पनि हुन्छ अनि पार्लरमा पनि सर्भिस हुन्छ। हाम्रो दिदीको मिसन ब्युटी पार्लरलाई चाहिँ सम्झिनु होला। कन्ट्याक्ट नम्बर हामी मेन्सन गरिदिनेछौँ। आइजरी ओके ओके ल अब यसको लागि के मेटेरियलहरू युज हुन्छ हामी बिस्तारै देखाउँदै जानेछौँ। धन्यवाद। ल अब प्रोसेस सुरु भइसकेको छ। के भन्छ यो लगाउनेलाई? क्रिम एप्लाई गर्छौँ हामी। होइन यसलाई के भन्छ यसलाई? यसलाई केप भन्छ, एप्रोन भन्छ यसलाई चाहिँ। म त झन् ऱ्याङ्कोट भन्दैन। ल त्यही के अरे मेटेरियल चाहिँ यही रहेछ साथी हो। यही दल्ने रहेछ कपालमा। हजुर हजुर। क्रिम चाहिँ हामी पहिल्यै सबै खनाउँदैनौँ के कति लाग्छ होइन। अनि खनाउँदै लाउँदै गर्नुपर्छ किनकि क्रिम महँगो छ। क्रिम महँगो छ। अनि फेरि यो हात डुबाइसकेपछि त्यो क्रिम पछि काम लाग्दैन। ल ओहो फेरि हजुरले बढी मम्मी चिन्नुहुन्छ कि हुन्न हेरौँ है। त्यो पनि हेर्न मागिन्छ। पर्दैन के जात हुँदो रहेछ है। यो पनि लिउँ ल। म पनि एउटा फोटो चाहिँ खिच्छु ल। यस्तो थियो पहिला भनेर। छोरी पनि एक्सर्साइज छोरीको खुसी भएको छ त। ल अब चाहिँ यहाँ बिफोर एन्ड आफ्टरको लागि फोटोसुट हुँदैछ। वा भनिदिनु छ। कपाल त सिधा भयो त। यति लामो कपाल तान्नलाई हाम्रो बेलुसम्म लाग्नेवाला चाहिँ यहाँसम्म आइपुग्नु रहेछ। तन्किन्छ झन्। हिरोइन मुभी भयो यार बुढी यार। फिल्म खेल्न होइन अब राजेश हमालको रोलमा तिमीलाई लिएर त्यसो साटा तिमी के भन्छ भन्ने आयो। कहाँ ऋषि धवन एक कदम माथि छ तिमी। यो चाहिँ अब भ्याइयो होइन यो चाहिँ। अब यसलाई हामी एकछिनसम्म छोपेर राख्छौँ। छोपेर राख्ने ढकनी छ ढकनी छोपेर राख्ने अनि फेरि सुकाउनु पर्छ। अनि त्यसपछि बेलुकासम्मै तान्नुपर्छ। ल फर्दर प्रोसेस एकछिनमा आउनेछ।
शुक्रबारको यो चाहिँ जरुरामा हुन्छ ढकनीले ढाकेपछिको अवस्था चाहिँ यस्तो हुँदो रहेछ टोपी लाग्दो हुँदो रहेछ नि यो हो त प्लास्टिक त होला नि यो त होइन छोपेर राख्ने प्लास्टिक हो वाह! अब हामी चाहिँ यसलाई आधी घन्टा 45 मिनट जति यत्तिकै राख्छौँ होइन नि त्यतिखेरसम्म चाहिँ तिमीले आफ्नो रेगुलर काम गर्न सक्छौ केराटिनमा चाहिँ त्यो चाहिँ सजिलो छ है अब तिमीले स्ट्रेट गर्न खोजेको भए चाहिँ के अरे केमिकल स्ट्रेट गर्न खोजेको भए चाहिँ अब तिमीले यो केमिकल लगाइसकेपछि कपाललाई मजाले कोरेर छोडेर राख्नुपर्ने हुन्छ त्यो भएपछि चाहिँ तिमीले दायाँ बायाँ चल्नै मिल्दैन क्या टाउको दुख्ने जेलसम्म यो कम्मर दुख्ने जेलसम्म यहीँ बस्नुपर्ने हुन्छ होइन हल्लिन दिँदैनौँ हामीले केमिकल स्ट्रेटमा चाहिँ केराटिनमा चाहिँ यति गरेपछि तिमीले खाना खाने यताउता बच्चा हेर्ने सबै गर्नु मिल्छ ल त्यति चाहिँ आनन्द छ बस्दा बस्दा दुख्छ तिमीलाई उठ नमी धन्यवाद अब यो चाहिँ यत्तिकै छोडौँ तिमीलाई केही अप्ठ्यारो हुँदैन भने अन्त्यै बसेर खाना खानु अहिले फेरि यसरी गर्नु हुन्छ कस्तो फिलिङ्स भइरहेको कस्तो देखेछ अहिले भाइ अहिले हेर न यो सानो होइन अहिले त खासै थाहा हुँदैन कस्तो स्विमिङ स्विमिङ गर्न लाग्दैन ल यो चाहिँ अब एकछिन ब्रेक टाइमको रेस्ट टाइममा चाहिँ राइस इटिङ टाइम हो यो के खाँदैछ बुढी केन माम कि चिकन राइस हो न कि मासु भात हो के भने वाट टाइप अफ इङ्ग्लिस यार बुढीको यार रिमिक्स My name is dangerous. डेन्जरस Yes. रिमिक्स वाला Yes. ठिक छ गर्दन खाएको मिठो दा मिठो छ केही भन्नु छ कति टाइम लाग्छ है डेन्जर भयो अब कब लामो छ भन्छ टाइम लाग्छ ताम्नलाई आज बाउसो 3 बजी हो राति सुत्नु मिल्छ मिल्छ बिग्रिँदैन बिग्रिन्छ भनेर नसुत्नु हुन्छ त्यत्रो पैसा खर्च गरेर सिधा हुँदैन होइन हुँ? सुरुसुरुमा त माया लाग्छ पछि त्यस्तै हो भन्ने हुन्छ होइन त्यही त। सुरुसुरुमा धेरै जोगाउँछु पछि पछि अब भन्ने हुन्छ त्यही त सुरुमा भर्खर पैसा कहाँ हुन्छ पैसा याद आउँछ पछि त यसै गइस्यो उसै गइस्यो के हो खोइ कोक छैन कोक ए ल परे ल्याइदिनु है के ल्याइदिनु बरे यसो ल त्यो क्रिमलाई अँ। त्यो ड्रायर गर्दा चाहिँ यसरी सुकाउनु पर्ने हुन्छ ड्रायर गरेर सुकाउनु पालिरहेको छ कोर्दै कोर्दै यसरी अँ। वाह! पाउजी लाग्यो ड्रायर हुँदैछ कपाल ल न मेरो बुढी कपाल डढ्यो सानीको सानी पनि हो वा धुवाँ आयो यार कस्तो के हुँदैछ यहाँ यहाँ चाहिँ अब हामी आइरन तान्ने प्रोसेसमा छौँ आइरन तानेको छौँ कपाल देखि लाने भइसकेको छ ए, बुढी कल खुट्टै पुग्छ के हो तान्दा तान्दा है त्यो अगाडि चाहिँ घुम्रेर फेरि चाउचाउने होला नि फेरि हुँदैन हुँदैन एक घुमेकोलाई त सिधा बनाउनु पर्ने हो नि त यसरी ओ राजीसँग फलाउ खाने कस्तो अरूलाई राम्रोसँग राम्रो हुँदै होला नि राम्रो बनाउनु राम्रो त हुन्छ नि होइन यसरी
कपालबाट पुरै धुवान्छ खबर केही त हुँदैन केही हुँदैन यो कपालमा पुगेकै हुँदैन क्रिम झरेको चाहिँ हामीले क्रिममै तानेको लाएको छैन नि त मेरो बुढीको कपाल राम्रो बनाइदिनु है म कपाल माक्स त्यो धुवाउने हो डाइरेक्ट बुझ्दैन भनेर लाग्छ ल हामी एकछिनमा आउँछौँ फेरि है ल अब फाइनल्ली चाहिँ बुढीको कपालको ट्रिटमेन्ट सब सकिएको छ बिहान 9 बजीदेखि सुरु गरेको ठ्याक्कै अहिले बेला कति बजिसक्यो 7:30 बजी सकिएको छ अनि यता हामी बाबा छोरी चाहिँ रिभ्यू गर्न लागेको छौँ ल यता फर्क्यौँ त बिहा गरेर ल्याएको यत्रो 1 वर्ष 1.5 वर्ष बढी भइसक्यो बुढीले अहिलेसम्म ऐना हेरेको मलाई रेकर्ड थाहा थिएन आज 10 चोटि ऐना हेऱ्यो बुढीले ल फाइनल लुक यस्तो भएको छ कस्तो देखेको छ मेरो बुढीलाई यसो कमेन्ट गरिदिनु साथीभाइ हो गाइजहरू अब पैसा चाहिँ कति पुरै नगरौँ यहाँ मेरो बुढाको दाँतबाट पसिना आइसक्यो टेन्सन भयो टेन्सन भइसक्यो मेरो बुढा क्रिमहरू त्यस्तै रे थ्याङ्क यू क्रिमहरू त्यत्तिकै के अरे स्याम्पू रे अरू के त स्याम्पू अनि आउनु म हजुरलाई देखाउँछु म एकैवटा मात्रै भन्छु उही हामी जम्मै छोरी पछि यो चाहिँ सिरम सेरमले चाहिँ नुहाइसकेपछि लगाउने कपाल सुकाएपछि लगाउने सेरम अनि यो चाहिँ भिटामिन हो यो चाहिँ नुहाउनुभन्दा अगाडि लगाउने सरसर लगाउने अनि नुहाउने मैले त के भनेको थिएँ भने मलाई थाहा थिएन नि तपाईँले यस्तो चिज त देखेको थिएन नि त म त्यो अस्ति नानीलाई भिटामिन खाँदै थिएँ नि त अनि यो मान्छेको भिटामिन होला भने यार गरेको केही देखेको थिएन नि मैले यो मात्रै देखेको थिएँ नि त अनि मलाई थाहा थिएन अनि ल मलाई एकछिन पछि दिदीले यो नि हो भनेको त ल छक्कै परिरहेको तर कस्तो क्युट क्युट छ खाने हेर्ने रहेछ लाउने रहेछ सफ्टन हजुर अनि यो चाहिँ स्ट्रिकको कन्डिसनर अनि यो चाहिँ केराटिन स्याम्पू हो यो चाहिँ कोरियन भन्नुभएको थियो मेड इन कोरिया नै रहेछ कोरियन हुनुभयो क्या केराटिन स्याम्पू अनि यो चाहिँ टिकमेन्ट क्रिम दुईवटा अप्सन थियो तर मैले चाहिँ यो लिएँ एमएल पनि यो धेरै छ नि त हाम्रो धेरै चाहिने हो राम्रो देख्थ्यो चल्छ अब त्यत्रो भयो राम्रै लिने राम्रै छ जस्तो लाग्छ मलाई किनभने यो पनि सेरम पनि राम्रै छ भन्नुभएको थियो नि त त्यही भएर मैले चाहिँ एउटै दुइटै कम्पनी एउटै लिएको कि मेरो बुढाको कहाँबाट पसिना झऱ्यो बुढा भन्नु भएको छैन तर मेरो बुढालाई धेरै 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 धन्यवाद थाङ्कु 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 मेरो बुढालाई छोरीको रियाक्सन छोरी थाङ्कु 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 ड्याडी थाङ्कु मैले ल कपाल बनाइदिनु भयो थ्याङ्क यू इन्ड गरिदिउँ नि त अब भिडियोलाई सबैजनाले हाम्रो भिडियो हेरेर साथ दिनु होला लास्टसम्म हेरिदिनु होला फाइनल रिजन हेरिदिनु होला है अनि सबैलाई धेरै धेरै धन्यवाद सबैजनाले सब्सक्राइब लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला धन्यवाद